पेशा नगरिकन त हुँदैन, हामी पेशामै फर्किनुपर्छ। न्याय र कानुनको क्षेत्रमा जे काम गरिएको थियो त्यही सिप त्यही क्षमता प्रयोग गरेर अहिले अब यो जिम्मेवारी सम्हालियो। पछिल्लो समय यहाँ लिएर खास गरी प्रधानमन्त्री सुशीला कार्कीले चाहिँ अलि रिलिफ फिल गर्नुभएको, निर्वाचनको सरगर्मी पनि बढ्यो, सुनिश्चितता पनि भयो। अब चाहिँ यो एउटा जिम्मेवारी बिसाएर आफ्नो जे नियमित हो त्यतैतिर फर्कन पाइने भयो भन्ने खालको महसुस व्यक्त गर्नुहुन्छ अरे आफ्नो टिममा भन्ने कुराहरू आएका छन्। त्यो त्यही नै हो नि, अब हामी पेशा नगरिकन त हुँदैन, हामी पेशामै फर्किनुपर्छ। जे हो आफ्नो पेशा, जुन पेशाले चाहिँ यो दक्षता दियो हामीलाई होइन, अब त्यो पेशा त हाम्रो जग नै त्यही हो नि। भनेको कानुन व्यवसाय, न्याय र कानुनको क्षेत्रमा जे काम गरिएको थियो त्यही सिप त्यही क्षमता प्रयोग गरेर अहिले अब यो जिम्मेवारी सम्हालियो भनेपछि आफ्नो जग जसले चाहिँ आफूलाई यो खालको एउटा परिचय दियो, यो खालको यो स्तरमा पुर्यायो र सँगसँगै आफ्नो चाहिँ जीविका चलाउनलाई पनि मद्दत गर्यो। त्यसकारणले अब त्यो पेशामा फर्किने भन्ने कुरा त धेरै सुखद कुरा नै हुन्छ हाम्रो लागि। गृहमन्त्रीको पद त राजनीतिक पद हो र यो पदमा बसेर कैयौँले चाहिँ आफ्नो राजनीतिक लाभ पनि लिएका छन्। संयोगवश यहाँ गैर राजनीतिक सरकारको गृहमन्त्री पदमा हुनुभयो र कैयौँले पनि मन्त्री पदमा बसेर भोलि राजनीतिमै जाँदा हित हुन्छ कि भनेर बिचमै जिम्मेवारी छोडेका पनि छन्। यहाँलाई त्यसतर्फ कुनै प्रेरणा भएन अथवा मन जागेन, के भयो? होइन, म खासमा यो पदमा आउनुभन्दा अगाडि म राजनीतिमै जान्छु भन्ने नै सोच थियो। कुनै त्यस्तो पनि कुराहरू थियो। तर जब यो चुनावी सरकार अन्तरिम सरकारमा आइसकेपछि पहिलो कुरा चाहिँ चुनाव नगराइकन कहीँ जानै मिल्दैन। दोस्रो कुरा यो सरकार त निष्पक्ष सरकार हो, गैरदलीय सरकार हो, पक्षधरता लिन मिल्दैन। अब पक्षधरता लिन नमिल्ने भइसकेपछि स्वतन्त्र हुनु पर्यो, एउटा निष्ठामा बस्नु पर्यो, कतै ढल्किन पाइएन, कुनै दलतिर आबद्ध हुन पाइएन, ढल्किन पनि पाइएन, कसैलाई काखापाखा गर्न पाइएन भनिसकेपछि यो दुइटै कुरा मैले पुरा गरेर मात्रै निस्किन्छु भनेर म चाहिँ कतै पनि नढल्केको र यो सरकारबाट म चाहिँ कहीँ जाने, अहिले यो सरकारले आफ्नो काम पुरा नगर्दासम्म कहीँ जाने सोच नबनाएको अवस्था हो। श्री ओम प्रकाश अर्याल गुल्मीलाई राष्ट्रिय सभाको रिक्त सदस्यमा मनोनित गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने।